हाल गाइस के छ सबैजना सन्चै आरामै आजको भिडियो चाहिँ म यतिकै टाइम पास बस के भन्छ मेमोरी भन्दा नि यतिकै आफूलाई केही गरौँ भन्ने भयो 6-7 महिना भयो युट्युबमा पनि नहालेको केहीमा पनि हाल्ने बानी नै छैन बस आज चाहिँ म अहिले भर्खरै ड्युटी सकेर आएको हो निद्राले पनि यस्तो बनाइरहेको छ अब चाहिँ यसो जुत्ता किन्नु जानु छ कि जुत्ता फाटिरहेको छ यहाँ खाम्सा मार्केट साउदीमा चाहिँ एकदम सस्तो भनौँ न काममा लाउनुको लागि त्यस्तो खासै महँगो किनेर पनि फाइदा छैन बस आफूलाई कम्फोर्टेबल हुनु पऱ्यो सस्तो भरपर्दो किन्नुको लागि चाहिँ म खाम्सा मार्केट चाहिँ जाँदैछु कि अहिले बाटोहरू चाहिँ यस्तो छ त्यो है गाडीहरू हिँडिरहेको ठ्याक्क अँधेरो हुने बेला भयो अहिले चाहिँ ठ्याक्कै 5:58 भएको रहेछ यो फेरि राति 2 बजी उठेर जानुपर्ने हुन्छ काममा 3-3:30 बजीबाट काम छ म चाहिँ यत्तिकै के गरौँ त भनेर भिडियो बनाएको यो एडिट पनि गर्ने होइन केही पनि गर्ने होइन बस मलाई केही गर्नु पनि मन लाग्दैन टाइमै हुँदैन हुन त मसँग 14-15 घन्टा ड्युटी पनि जान्छ सुत्नु खानु पऱ्यो सबै गर्नु पऱ्यो त्यही भएर आफूलाई टाइम दिनु पाउँदैन यस्तो सोसियल मिडियाहरू त मेरो लागि परको कुरा भइरहेको छ रेफेसहरू बिग्रिएर दारी कपाल फाल्नु पाएको छैन मनै लाग्दैन केही गर्नु सब कुराबाट मन मरिसक्यो त्यही अहिले चाहिँ एक्लै केटाहरू सब सुतिसक्यो उनीहरूको ड्युटी फरक छ मेरो फरक छ त्यो भएर चाहिँ म बनाउँदैछु भिडियोहरू यत्तिकै टाइम पासको लागि कस्तो देखिरहेको छ मलाई त अजुवा क्या जाडो पनि अति छ फेरि यतातिर है मैले यो भित्रबाट पनि अझै एउटा टी सर्ट लगाएर हिँडेको छु अरू बाहिरको अगाडिको देखाउनु मिल्दैन यता अलिक गाह्रै पर्छ त्यही हो यस्तै मार्केटहरू छ खाम्सा मार्केट चाहिँ अगाडि आइसकेको छ त्यही गाइस सबैजना सुखी रहनुहोस् खुसी रहनुहोस् आफ्नो कामलाई निरन्तरता दिनुपर्छ होइन केही न केही गरिराख्नुपर्छ त्यही अब मेरो पनि यहाँ 6-7-8 महिना 8-9 महिना भनौँ न 7 महिना त छ कि तर पनि यताउति गर्दाखेरि 8-9 महिना लाग्छ त्यसपछि सर लगाएर आफ्नै देश फर्किने हो अब अहिले चाहिँ म मार्केटभित्र छिरेँ भिडियोहरू चाहिँ बनाउँदैन म फेरि जे हुन्छ नि त यति सानो कुराले साउदीमा अब त्यसै त थाहै छ कानुनहरू कस्तो कडा छ आजलाई बाई बाई।